जय मसीह। आज हामी सबैजना मिलेर पहिलो मानव आदमको कथालाई गहिरिएर हेर्नेछौँ। उहाँको जीवनबाट हामीले के महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ, आउनुहोस् त्यसमै केन्द्रित हौँ। ल, हाम्रो मुख्य प्रश्न यही हो, आखिर आदम को हुनुहुन्थ्यो अनि उहाँको जीवनबाट आजको हाम्रो जीवनको लागि के सान्दर्भिक छ? यही प्रश्नको जवाब खोज्न हामी उत्पत्तिको पुस्तकलाई आधार मानेर अघि बढ्नेछौँ। हो, आदमको कथा उत्पत्ति अध्याय 1 देखि 5 मा पाइन्छ। उहाँ परमेश्वरले बनाउनु भएको पहिलो मानिस हुनुहुन्छ। तर यो केवल एउटा ऐतिहासिक घटना मात्रै होइन है। यसभित्र त हाम्रो आजको जीवनलाई नै बदल्न सक्ने गहिरो आत्मिक शिक्षाहरू लुकेका छन्। ल, सुरु गरौँ परमेश्वरको त्यो सिद्ध योजनाबाट। उहाँले मानिसलाई सुरुमा कस्तो अवस्थामा राख्न चाहनुहुन्थ्यो? त्यो एउटा यस्तो अवस्था थियो जहाँ जीवनको उद्देश्य थियो र परमेश्वरसँग एकदमै उत्तम सम्बन्ध थियो। सुरुमा मानव अस्तित्वको आधार तीनवटा मुख्य कुरामा टिकेको थियो। पहिलो, मानिस परमेश्वरको स्वरूपमा थियो। दोस्रो, उसलाई जिम्मेवारी दिएको थियो। र तेस्रो, ऊ परमेश्वरसँग सोझै सङ्गतिमा थियो। आउनुहोस् अब यी तीनवटै कुरालाई एक एक गरेर हेरौँ। परमेश्वरको स्वरूपमा बनाइनु, यसको मतलब के हो त? यसको मतलब हो मानिस अरू सृष्टि जस्तो साधारण थिएन। ऊ परमेश्वरको प्रतिरूप थियो। हो, यही कारणले हाम्रो जीवनको यति धेरै मूल्य छ, एउटा गहिरो उद्देश्य छ। हामी कुनै आकस्मिक घटनाको परिणाम होइनौँ। अनि हेर्नुहोस्, आदमलाई त्यत्तिकै छोडिएन। उहाँलाई अदनको बगैँचाको हेरचाह गर्ने एउटा महत्त्वपूर्ण जिम्मेवारी दिइयो। यसले के देखाउँछ भने उद्देश्यपूर्ण काम, मिनिङफुल वर्क सुरुदेखि नै मानव जीवनको एउटा महत्त्वपूर्ण भागको रूपमा डिजाइन गरिएको थियो। यो सिद्धान्त आज हाम्रो जीवनमा पनि ठ्याक्कै लागू हुन्छ। जसरी आदमलाई बगैँचाको जिम्मा दिइयो, त्यसरी नै हामीलाई पनि हाम्रो परिवार, हाम्रो काम, हाम्रो समुदायप्रति केही न केही जिम्मेवारीहरू दिइएको छ र ती जिम्मेवारीहरू पूरा गर्नु नै असल भण्डारेपन हो। र तेस्रो अनि सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, साँचो जीवन र आनन्दको स्रोत के थियो त? त्यो थियो परमेश्वरसँगको प्रत्यक्ष सङ्गति। आदमको जीवनले यही कुरालाई प्रश्न पार्छ कि वास्तविक सन्तुष्टि र खुसी त सृष्टिकर्तासँगको गहिरो सम्बन्धमा नै लुकेको हुन्छ। तर यो सिद्ध योजना, यो सुन्दर सम्बन्ध सधैँभरि टिकेन। अब कथाको अर्को भागमा जाउँ, जहाँ हामी हेर्नेछौँ कि कसरी यो सबै कुरामा एउटा ठूलो परिवर्तन आयो। र यो परिवर्तनको मुख्य कारण थियो एउटा छनौट। एकातिर थियो परमेश्वरको स्पष्ट आज्ञा अनि अर्कोतिर थियो मानिसको अनाज्ञाकारिता। यही बिन्दुमा कथाले एउटा निर्णायक मोड लियो। परमेश्वरको एउटै आज्ञालाई नमान्दाको परिणाम के भयो? यसले संसारमा पापलाई भित्र्यायो। सुन्दा सानो लागे पनि यही एउटा कामले विनाश र मृत्युको ढोका खोलिदियो। यहाँबाट सिक्नुपर्ने पाठ एकदमै प्रष्ट छ। कुनै पनि पापलाई सानो सम्झनु हुँदैन, किनकि यसको परिणाम सधैँ गम्भीर हुन्छ। अनि त्यसपछि के भयो? जब परमेश्वरले सोध्नुभयो, आदमले आफ्नो गल्ती स्वीकार गरेनन्, बरु उहाँले हव्वालाई दोष दिनुभयो। यो एकदमै सामान्य मानवीय स्वभाव होइन त? जिम्मेवारी लिनुको सट्टा अरूलाई दोष देखाउने। त्यसैले आदमको यो गल्तीबाट हामीले एउटा एकदमै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। त्यो हो अरूलाई दोष लगाउन छोडेर आफ्नो गल्ती स्वीकार गर्नु र पश्चाताप गर्नु। आत्मिक वृद्धिको लागि यो एकदमै जरुरी छ। अब पापको परिणामहरूलाई हेरौँ। यसले जीवनमा के ल्यायो? दुःख, कष्ट, पीडा, अभाव अनि कठिन परिश्रम। सबैभन्दा ठूलो कुरा, परमेश्वरसँगको त्यो सुन्दर सम्बन्ध टुट्यो र अन्तमा मृत्यु आयो। पापले जीवनको हरेक क्षेत्रलाई असर गर्यो। तर यति धेरै अन्धकार र निराशाको बीचमा पनि कथा यही अन्त्य हुँदैन, किनकि परमेश्वरको योजना अझै बाँकी थियो। यो कुराले परमेश्वरको चरित्रलाई देखाउँछ। पापपछि उहाँले न्याय त गर्नुभयो, तर त्यही न्यायसँगै उहाँले उद्धार र छुटकाराको एउटा आशा, एउटा प्रतिज्ञा पनि दिनुभयो। हो, आशा कहिल्यै समाप्त हुँदैन, किनकि परमेश्वरको योजना महान छ र यही योजना अनुसार ख्रीष्ट येशूमा विश्वास गर्नेहरूको लागि पापबाट उद्धार, क्षमा र अनन्त जीवनको बाटो खुलेको छ। ल, अब आदमको जीवनको यो पुरै कथालाई हेरिसकेपछि हामीले आफ्नो जीवनको लागि लिनुपर्ने मुख्य 3वटा निचोड के हुन् त? यी 3 कुराहरू एकदमै महत्त्वपूर्ण छन्। पहिलो, सधैँ परमेश्वरसँगको सम्बन्धमा बनिरहनु।
दोस्रो, पापबाट हरसम्भव टाढा रहनु। र तेस्रो, आफूलाई दिएको जिम्मेवारीहरूलाई इमान्दारीपूर्वक पूरा गर्नु। र अन्त्यमा एउटा प्रश्नमा सोचौं, उद्देश्य, असफलता र आशाको यो प्राचीन कथाले आज हाम्रो जीवनलाई कसरी आकार दिन सक्छ? यी पाठहरूलाई हामीले हाम्रो दैनिक जीवनमा कसरी व्यवहारमा उतार्न सक्छौं? यो सोच्नको लागि एउटा गहिरो प्रश्न हो।